वास्तविकता थाहा हुन्छ कि पैसा भनेको मूल्य के 700 रुपियाँको लागि कति मूल्य छ उनीहरूको लागि 736 डिग्रीको घाममा सबैजना काम गर्नु आएको होइन। गाइस फाइनली आज हामी होइन मकै टिप्न आएको छौँ। अनि मकै टिप्दाखेरि कस्तो के साह्रो घाम होइन, भने जस्तो केही सजिलो हुँदो रहेन छैन। यस्तो घाम चर्को घाम होइन, हेर्न सक्नुहुन्छ तपाईँहरू घाम होइन, ओभर चर्को छ घाम होइन। कस्तो गाह्रो हुन्छ काम गर्ने, भने जस्तो केही सजिलो हुँदो रहेन छ होइन। जुनै काममा पनि अप्ठ्यारो गाह्रो पीडा जुनै काममा पनि छ, भने जस्तो केही सजिलो छैन। मकै टिप्नु भने जस्तो सजिलो होइन। एसीमा बस्नु र मकै टिप्नु भनेको सानोमानो कुरा होइन, भने जस्तो केही सजिलो हुँदैछ। ओभर गाह्रो हुन्छ यत्रो घाम, नभए पनि 36 डिग्रीको घाममा मकै टिप्नु भनेको सानोमानो कुरा होइन होइन। अब सङ्घर्ष गऱ्यो भने अब सफल हुन्छ भन्ने जस्तो लाग्छ होइन। त्यही सोचेर पनि अब होइन, अब जति घाम जे भयो भने दुःख भयो भने होइन, कष्ट गरिरहेको छु होइन। एक दिन त हुन्छ नि जे भयो भने होइन, थोरै आधी जे पनि हुन्छ होइन। गाह्रो छ तर होइन, भने जस्तो केही सजिलो छैन। ओभर गाह्रो छ यत्रो घाममा होइन मकै टिप्नु। म त आफ्नो मकै टिपेको छु, अरू आउँदैछ मकै टिप्नु होइन। त्यो उनीहरूलाई कतिजना पीडा होला होइन। त्यो 700 रुपियाँको लागि होइन उनीहरू दिनभरि आएर मकै टिप्छ, त्यो फेरि मकै ल्याएर घरसम्म पुऱ्याउँछ। तिनीहरूलाई कति गाह्रो 700 रुपियाँको लागि उनीहरू दिनभरि त्यो घाममा 36 डिग्रीको घाममा, अहिले 36 डिग्री घाम छ, त्यो घाममा उनीहरूले 700 रुपियाँको लागि यत्रो दुःख गरिरहेछ भने कस्तो होला होइन। पैसाको मूल्य होइन कति होला नि त होइन। पैसाको मूल्य अब त्यस्तै हो, अब गोबर गाह्रो हुन्छ होइन उनीहरूलाई पनि। त्यो 700 रुपियाँको लागि दिनभरि काम गर्नु, दिनभरि अरू अन्डरमा बस्नु भने कस्तो गाह्रो होइन। मान्छेले पैसाको लागि जे पनि गर्छ आज होइन, कि मान्छे मान्नु पऱ्यो जेसुकै, तर जे होस् होइन एउटा पैसा कमाउनु पनि भने जस्तो सजिलो छैन। मान्छेले भन्छ नि म त पैसा केही होइन, पैसा जसरी पनि कमाउँछु। जुन मान्छेले दुःख गरेर कमाउँछ नि, त्यो मान्छेलाई वास्तविकता थाहा हुन्छ कि पैसा भनेको मूल्य के हो भनेर होइन। ओभर पैसा भनेको मूल्य ओभर हुन्छ नि होइन। अब 5 रुपियाँको पनि मूल्य छ। मान्छेले अब जुन मान्छेले अब भुगेको छैन, त्यो अवस्था आएको छैन, त्यो मान्छेलाई थाहा नहोला। तर होइन जुन मान्छेले भुगेछ पैसाको बारेमा, पैसा कति मूल्य छ। अब किसानको लागि हेरौँ न, टिङ गर्छ 6 महिनाको पछि मकै राम्रो हुन्छ हुँदैन होइन। उनीहरूले उब्जाउनु पर्छ, उब्जाएर फेरि त्यसले राम्रोसम्म काटासम्म पुऱ्याउनु पर्छ। फेरि मलको अब हुन्छ नि एउटा फलको उनीहरू भने जस्तो दाम पनि पाउँदैन आजकल होइन। मकै नि अहिले अब यत्रो होइन, यत्रो मकै ल्याएर सब योचोटि मकैले हावाले सबैको मकै उताङ फुताङ पारिदियो होइन, सबलाई लस भयो होइन। तर पनि लस भएपछि एउटा मकैको मूल्य हुनु पऱ्यो नि त छ, त्यो पनि मूल्य छैन मकैको होइन। मकैले 2700 रुपियाँ छ, 2700ले के पोसाउँछ, पोसाउँदैन किसानलाई भने जस्तो छैन। त्यो सरकारले पनि अब अलिक सोचिदिनु पर्ने होइन किसानको बारेमा, किनभने किसान भनेको विश्वको महत्त्वपूर्ण एउटा व्यक्ति हो। किसान भनेको, किसानले गर्दा धेरै कुराहरू गाह्रो हुन्छ नि, किनभने किसानले नउब्जायो भने खानु कसरी। एसीमा बसेर त्यो अफिसमा बसेर धान त उब्दैन, मकै त उभिँदैन नि त। किसानले दुःख गरेर उब्जाउँछ अनि ठाउँसम्म पुऱ्याउँछ, ठाउँसम्म त्यो भने जस्तो मूल्य पनि दाम पनि मिल्दैन, त्यो झन् त्योभन्दा लस हुन्छ उनीहरूलाई, कति गाह्रो हुन्छ होइन। त्यही भएर यो किसानको बारेमा पनि सोचिदिनु पर्ने होइन। मल भयो तपाईँको जे पानी लाइन बिजुली बिल कति सबै तिर्नुपर्ने हुन्छ सरकारलाई नै। अनि लास्टमा बेच्नु जाँदाखेरि टिपेर सबै बेच्नु जाँदाखेरि त्यतिखेर छैन, मूल्यै छैन अब होइन, फलको मूल्यै छैन, मूल्य हुँदैन। अब त्यतिकै किसानलाई कति अब मन कति चित्तो रुन्छ, किसानको पनि यति रुन्छ। अब किन तिनीहरूको बाध्यता हो एउटा होइन, उनीहरूसँग पनि सिप छैन, यो छैन। अनि मान्छेले त्यो काम बाध्यतालाई पनि गर्छ होइन। तर बाध्यता पनि होइन, बाध्यता पनि हो पनि, उसले त त्यो काम छोडेर अरू पनि त काम गर्न सक्छ नि त। एउटा के हो, एउटा आफ्नै जग्गा हो, आफ्नै माटो भनेर होइन, गरी खाम गरी बसौँ भन्ने एउटा आश हुन्छ होइन किसानको। जे भयो भने किसानलाई हेल्प गर्नुपर्ने हो। जस हाम्रो बालन्जु यो चाहिँ तपाईँले हेरिदिनु पर्ने हुन्छ होइन। अब तपाईँ नयाँ विकास गर्नु भइरहेछ, खुसी लाग्छ होइन। अब हाम्रो देशमा पनि एउटा जिम्मेवारी पनि धेरै प्रकारको जिम्मेवारी तपाईँले लिएर चलिरहनुहुन्छ होइन। सबै मिलाएर गर्नु हुँदैछ, टाइम लाग्छ, मान्छु म त टाइम लाग्छ, किन कुनै कुरा पनि भन्ने बित्तिकै हुँदैन। त्यति चाहिँ ध्यान दिनु हाम्रो बालन्जु, किसानलाई चाहिँ हेल्प गर्नु, किसानको अलिकति जे भयो भने त्यति भन्दै धन्यवाद।